पूर्वी नेपालमा फेरि भेटिए स्वर्ग जस्तै सुन्दर ठाउँ जुन देखेर तपाईँ चकित पर्नुहुनेछ। युरोप र स्विजरल्याण्ड भन्दा कम छैन हाम्रो देश। मनोरञ्जनको त अथाह केन्द्र हो यो। यहाँको सबै ठाउँ घुमिसक्नु करिब 2-3 दिन लाग्ने बताइएको छ। यसको केन्द्र भागमा अत्यन्तै सुन्दर आइल्याण्ड र आइल्याण्डमाथि अत्यन्त सुन्दर भ्यू टावर बनाइएको छ। यहाँ अत्यन्तै मनमोहक र सुन्दर मोनालिसा झरना पनि रहेको छ, जुन झरना जताबाट हेरे पनि उतै फर्केको जस्तो सुन्दर र मनमोहक देखिन्छ। यहाँ नेचुरल रक गार्डन पनि निर्माण गरिएको छ। 2 पहाड़को बीचमा निकै लामो अत्यन्त सुन्दर गार्डन पनि बनाइएको छ। यसलाई नेपालकै सबैभन्दा ठूलो र सुन्दर फन पार्क बताइएको छ। यो पूर्वी नेपालको चर्चित माई नदीको काखमा निर्माण गरिएको छ। यसलाई मनोरञ्जनको अथाह हब नै हो भन्दा पनि फरक नपर्ला। सगरमाथा जस्तै अत्यन्त सुन्दर हिमालदेखि मनै लोभ्याउने सुन्दर जंगलका दृश्यहरू पनि यहाँ देख्न सकिन्छ। ससाना क्रस ब्रिजहरूले यसको सुन्दरतामा सुनमा सुगन्ध थपे झैं बनाइदिएको छ। यहाँ पुगेपछि सायद दुःख पीडा सबै थोक सजिलै बिर्सन सकिन्छ। मुहारमा अर्कै चमक आउँछ र दिमाग नै फ्रेश हुन्छ। यहाँ झापाको सुरुङ्गादेखि बाइकमा करिब आधा घण्टा हिँडेपछि अत्यन्तै मनमोहक र सुन्दर रोड छिचोल्दै सजिलै पुग्न सकिन्छ। यो ठाउँ अवश्य आउनै पर्ने र घुम्नै पर्ने ठाउँ मध्येको एक हो। हामीले यसको बारेमा यहाँको सञ्चालकसँग अझ विस्तृत रूपमा जानकारीमूलक कुराकानी गर्नुका साथै यहाँको अत्यन्तै सुन्दर र मनमोहक दृश्यहरू हाम्रो क्यामेरामा कैद गरेका छौं। हर्पल मिडियाको आजको यो अर्को श्रृंखला यहाँहरूलाई कस्तो लाग्यो, राम्रो लागे अवश्य एक लाइक, शेयर र कमेन्ट गर्न नभुल्नुहोला। अब भने सञ्चालकसँग गरिएको जानकारीमूलक कुराकानी सुनौ, साथै यहाँ आएको पर्यटकहरूको प्रतिक्रियाका साथमा यसको अत्यन्तै मनमोहक र सुन्दर दृश्यहरू हेरौं। राम्रो लाग्यो, रमाइलो लाग्यो। अझै घुम्नु बाँकी नै छ, तर सुनेको भन्दा पनि अझै धेरै राम्रो लाग्यो। चेप्टी चाहिँ एकदम राम्रो ठाउँ रहेछ, घुम्नै पर्ने ठाउँ रहेछ, एकदम रमाइलो ठाउँ रहेछ। एकदम राम्रो लाग्यो मलाई चाहिँ। हजुरहरू पनि एकचोटि अवश्य आउनु होला, घुम्नु होला। चेप्टी फन पार्क चाहिँ एकदमै बबाल, एकदमै एन्टरटेनिङ, रमणीय प्लेस रहेछ। सबैजना आउनै पर्ने रहेछ, सबैजना आइदिनु होला। आई लभ चेप्टी, आई लभ चेप्टी। एकदमै बबाल छ। चेप्टी एकदम राम्रो छ, सबैजनाले आउनु पर्ने रहेछ। एकदम राम्रो, हामीलाई सबैलाई खुसी लाग्यो। चेप्टी फन पार्क चाहिँ एकदमै बबाल राम्रो रहेछ। हामी जस्तो विद्यालयका केटाकेटीहरूले चाहिँ आउनै पर्ने र खेल्नै पर्ने खेलहरू चाहिँ एकदमै धेरै रहेछ र यहाँ हजुरहरू आउनु होला। हजुरको नाम? मेरो नाम आराध्या।